Welcome to another KTM City Vlog. आज चाहिँ म यहाँ गोठाटा वाटर फन पार्कमा छु भान्जासँग पौडी खेल्नको लागि। अहिले अलिकति गर्मी बढिरहेछ अनि हाम्रो भान्जाको पनि ठ्याक्क छुट्टी भयो क्या। अनि उसको फाइनल एक्जाम दिएर अलिकति बसिरहेछ। अनि आज मेरो पनि टाइम भएकोले यहाँ मामा भान्जा स्विमिङ गर्न आएको छु। लेट्स ह्याभ अ फन टुगेदर। बौद्धदेखि नजिकै गोठाटारमा रहेको यो स्विमिङ पुल मलाई मन पर्ने भएर नै यो दोस्रो पल्ट हो यहाँ मेरो। यहाँ एडल्टहरूलाई 350, स्टुडेन्ट र बच्चाहरूलाई 300 रहेको छ। अनि एक पल्ट टिकट लिइसकेपछि दिनभरि खेल्न सकिन्छ। अनि तपाईको आफ्नै स्विमिङ कस्टम छैन भने यहाँ किन्न पनि पाइन्छ। मान्छे अलरेडी थाकिसक्यो जाडो भएर। This is how you make me feel. This is how you make me feel. Oh good, oh great sunshine. Oh baby, this is how you make me feel. मलाई चाहिँ सबैभन्दा रिल्याक्स तरिकाले पौडी खेल्नु भनेको उल्टी हो जस्तो लाग्छ। धेरै बल पनि लाग्दैन, पानीमा कान डुब्ने अनि बाहिरको आवाजबाट आइसोलेट हुने भएकोले र आँखाले सधैँ देखिने नर्मल भ्यू भन्दा फरक आकाश देखिने भएकोले छुट्टै फिल हुन्छ। हरेक पटक पौडी खेल्न जाँदा म उल्टी त गरेकै हुन्छु। भान्जासँग यो मेरो पहिलो पल्ट थियो स्विमिङ गरेको। अनि मैले पहिले कहिल्यै देखेको पनि थिइनँ उसले पौडी खेलेको। उसलाई पनि हल्का आउँदो रहेछ, खुसी लाग्यो। मलाई गर्मीमा सबैभन्दा गर्न मनपर्ने कुरा नै स्विमिङ हो। तपाईँलाई स्विमिङ कस्तो लाग्छ कमेन्ट गर्नु है भाङ्रे भ्युअर। स्लाइडिङ तिमी पछ्याउने क्या अगाडि देख्दैन होला नि। तिमी यसरी गयो कि यसरी अगाडि यसरी के होइन म यसरी जान्छु। ल आऊ छिटो 1 2 3 टाढो भयो सबै मान्छेहरू आउँदैन रहेछ के अहिले बाहिर घाममा नै पानीमा चाहिँ दाडी हुँदो रहेछ। भान्जा मभन्दा चाँडै थाकिहाल्यो। हावा चलेर मलाई नि जाडो हुन सुरु भइसकेको थियो। म एक्लै केही बेर खेलेर म पनि निस्केँ। कस्तो लाग्यो स्विमिङ? राम्रो लाग्यो। तिमी धेरै खेलेनौ त? कस्तो छाला पुलो
जाडो भयो के सास बढो के अरे सास बढो भन्दै थियो त अघि त अब चाहिँ हामी पौडी खेलिसक्यौँ जस अहिले चाहिँ त्यही अलिकति पौडी खेल्ने सिजन भएको रेन्जर चाहिँ अलिकति अझै जाडै रहेछ क्या पानीमा एकछिन पसेपछि जाडोले मैले धेरै खेलेँ माइन चाहिँ अलिक खेलेन म चाहिँ अझै धेरै खेल्थेँ होला माइन अघि निस्किसकेर अब हामी फर्कँदैछौँ आजको लागि यति नै स्विमिङ चाहिँ अब त्यहाँ गएर खाजा खाने अनि फर्किन्छौँ थ्याङ्क यू सो मच वाचिङ अहिलेसम्म हेर्दैमा केटिएमसिपी भ्लग हेरेर साथीमा थ्याङ्क यू सो मच भन्नु यदि तपाईँले योभन्दा पहिला भ्लग हेर्नुभएको छैन भने यहाँ छ कता चाहिँ यहाँ छ होला सब्सक्राइब गर्नुभएको छैन भने यहाँ छ सब्सक्राइब गर्नु होला बाई